सभापति राष्ट्रसभाका वरिष्ठ नेता र नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई ज्ञापन गरिरहनु भएको छ। एकै शासनको बेलामा दुवै नेताहरू भएको नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै